मैले त आगो मात्रै सल्काइदिनु हो सल्काइदिए मलाई आगो सल्काउनुको अर्थ त खरानी हुन्छ भस्म हुन्छ डढ्छ त्यो के डढ्छ के खरानी हुँदैछ तस्करहरू 12,000 पुलिसले राजीनामा दिए मैले अस्ति तपाईँलाई भनेको थिएँ होला तपाईँकै इन्टरभ्यूमा 10,000 पुलिसले दसैँ पछाडि राजीनामा दिन्छन् अनि भनेको थियो 12,000ले दिएर गइसकेछ अब 20,000 सेवा नै छोडे अनि 25,000 खान किन त्यहाँ बस्छन् फेरि अहिले यिनीहरूले जागिर छोड्यो भने नि म 5 लाखको दरले हङकङमा जागिर लगाइदिन्छु गफ गरेको होइन 50,000लाई अहिले लगाइदिन्छु एक फोनमा लगाइदिन्छु हङकङ यो नेता हैनन् अब देश त बनाउनु पर्यो देश बनाउनु को त अब यो देश देशलाई सम्पन्न बनाउने जनतालाई खुसी राख्ने भसार अन्तर सुशासनको प्रतिबद्धता दिने यहाँ आयो त दुर्गा 3 करोड जनताले यही देशमा बस्न सक्ने आयो दुर्गा प्रसाद मलाई साथ दिउन एकपल्ट साथ दिउन मैले दमकको टावरमा लगेर यिनीहरूलाई झिङ्गाइनेछु भने मेरो नाम दुर्गा प्रसाद हैन बैंकबाट पैसा लिएपछि त ऋण त हैन तिर्नुपर्छ मैले ऋण नतिर्ने भने हैन ऋण तिर्नु पर्दैन हैन ऋण तिर्नु र एकछिन ऋण तिर्नु र नि चक्रवर्ती ब्याज लाउनु नि आज केपी ओलीले पनि बोले हैन मिटर ब्याजी भनेर आजकल त तपाईलाई म एउटा कुरा भनौँ ऋषिजी तपाई के बुझ्नुस् भने आजकल केपी ओली प्रचण्डहरू नि सबै मेरो हेर्न थालेछन् के सबै सिक्न थालेछन् यिनीहरू कसका भेडा बाख्रा हेर्न गएका थिए पहिला नेता भनेको यस्तो हुँदैन हो आफ्नो देशको पैसा लगेर विदेशमा लगानी गर्ने 10 खर्ब रुपैयाँ पैसा नेताहरूको बाहिर छ हैन यसरी तपाई खर्बको कुरा गर्दिनु हुन्छ त्यसलाई सब्स्टान्शिएट गर्ने चाहिँ नि कुनै न डकुमेन्टेसन छ किन डकुमेन्ट छैन मैले एउटा डकुमेन्ट सार्वजनिक गर्दाखेरि तपाईहरु बोल्दिनु भो म गएर थुनामा परे चोरले लगेर बाबा चोरले लगेर सम्पत्ति बाहिर राख है भनेर डकुमेन्ट्स देखाइदिँदाखेरि म थुनामा परेको त मलाई त्यत्रो थाहा छैन तपाईले छ नि जुन त्यो सुनको लौरो चाहिँ उपहार किन प्राप्त गर्नु कारण के सुनको लौरोको यस्तो रहेछ कुरा वास्तविकता के हो के जनता जान्न के हो नि सुनको लौरै हो सुनको लौरो हो सुनकै लौरो हो तपाईलाई अनि त्यो पित्तलको जस्तो लाग्यो पूर्व राजाको नाम साख बेच्न खोजे त होइन दुर्गा माताको कसम हो मेरा छोराछोरीको कसम म भेट्दिन के को बेच्नु हो मलाई संसारले चिन्छ म नेपालको जुनै ठाउँबाट उठे भने पनि जित्छु के को यत्रो राजालाई बेच्नु पर्छ मैले कैसा लगा मेरो मजाक अनि देश चलाउन मलाई ठुलो कुरो होइन सक्नुहुन्छ कि देश चलाउन दुर्गा प्रसादले अनि यिनीहरूको भन्दा चाहिँ नि 20,000 गुणा राम्रो चलाउनु नाटकै हो नौटंकी नै हो अब त के त यो आन्दोलन सफल भयो भने त तपाई प्रधानमन्त्री खाने होला नि त होइन म खादिन म खप्तरमा गएर बस मलाई त्योसँग मलाई मतलब परिवर्तन भयो भने तपाईलाई केही नचाहिने नेपाली नागरिक दुर्गा प्रसाद तँमा भिजन छ तैँले गर्न सक्छस् भनेर भने भनेदेखि म आम रेडी जुन पद पनि म नेपाल त अमला नचाएर चलाइदिन्छु केही कांग्रेस भनाउँदाहरू केही एमाले भनाउँदाहरू केही माओवादी भनाउँदाहरू हाँस्दै थिए हे दुर्गा प्रसाद त बौलायो भनेर हाँस्दै थिए दुर्गा प्रसाद बौलायो पसिना बाहुन थालेछ कांग्रेस माओवादी कुनै पार्टी आए पनि नविश्वास नगर्ने हैन हो यति बुझिदिनु भयो भने नि तपाईहरुले यो लडाई जित्नुहुन्छ तपाईहरुले जित्नु भयो किन भन्नु न म अहिले उभिँदाखेरि नि साच्चै भन्नु भने म कहीँ यसो पिसा फेर्न निस्के भने पनि नि प्रचण्डहरुको आमसभा जति मान्छे भेला हुन्छन् अहिले हैन होला अहिले आएर फाइल खोल्ने भनेर प्रचण्डले भन्नुभयो नि त फाइल खोलौँ न प्रचण्ड खोल्नु भएको छ धबाधम फाइल तेरेका दरबार मदन भण्डारीको खोलौँ 22 वर्षसम्म कसको भेडा चढाउन गएका थिए यिनीहरू कसको बाख्रा चढाउन गएका थिए अनि अहिले खोलौँ भनेर जिस्क्याउनु कुरो बुझ्नु हो कि हँसाको होइन सत्य कुरा तिमी अगाडि बसेर नि नजिस्कन यो अघिदेखि भन्दैछु तिमीले यो अरूहरूसँग लिएको इन्टरभ्यू जस्तो होइन नि त बुढाबुढीको झगडा जस्तो होइन नि यो माताहरूसँग क्वेसन गर्ने जस्तो होइन नि यो मुलुक बनाउने कुरो हुँदैछ बात त सही है
र तपाईँले केपी ओलीको कुरा सोध्नु भएको होइन भाइले? हेलो, को हो केपी ओलीको कुरा सुन्ने? हजुरबुवाको विषयमा हेर्नुहोस्, प्रमाण उसको प्रमाण हुँदैन कहिल्यै भाइ। राजा आएम नआए पनि नि अब हामीले देश अगाडि, राजा आएनन् भने पनि हामीले राजा पर्खेर बस्छ दुर्गा प्रसाईले। तपाईँहरूको इलामको दुध बिक्री हुँदैन, सागको मुठो बिक्री हुँदैन, के बेचेर तिर्नुहुन्छ लघुवित्तको किस्ता, के बेचेर तिर्नुहुन्छ सहकारीको किस्ता भन्नुहोस् त। कुद्नुहोस् रवि लामी छानेको पछाडि, कुद्नुहोस् केपी ओलीको पछाडि, तिर्दिन्छ। किराँत सभ्यता हो, किराँत सभ्यता हो। त किराँत राज्य दिँदा, किराँत भूगोलको आधारमा उनीहरूको पहिचान दिँदा के हुन्छ? किन अर्काको इतिहास मेटिदिनु? इलामको चिया बगानमा कसले लगाएको रहेछ भन्दा जङ्गबहादुरका पालामा लगाएको रहेछ। त्यो मारवाडीलाई दिएर इतिहास सिद्ध्याइदिएको होइन? इतिहास सिद्ध्याएको हो कि होइन? हो कालो चस्मा लाउने बा, हेलो कालो चस्मा लाउने बा हो कि होइन? तर गृहमन्त्री जुनसुकैले तपाईँलाई गिरफ्तार गर्यो भने तपाईँ के गर्नुहुन्छ? किन गिरफ्तार गर्ने? तपाईँले एउटा कुरो के भन्दैन, अरूलाई चलाए जस्तो होइन दुर्गा प्रसाईलाई चलाउन। गृहमन्त्रीको जति अधिकार छ भने त्योभन्दा बढी अधिकार मिलेको छ। सालको 50 करोड ट्याक्स तिर्छु यो देशलाई। के कुरा गर्नुहुन्छ? गृहमन्त्रीले कति ट्याक्स तिर्छन् देखाउनु त। बात त सही है। तपाईँले यो गर्न खोजेको जे काम गरिरहनु भएको छ यो एक किसिमको चुनौती मोलेर काम गरिरहनु भएको छ। देशका लागि कति आवश्यक हो होइन भन्ने एउटा पत्रकारले भन्ने भन्दा पनि समयले देखाउने कुरा, बहस गर्ने योग्य कुरा। तपाईँले हो, तपाईँले यहीँ चुक्नु भएको छ। तपाईँहरूको पत्रकारितालाई लेसन दिनुपर्ने। तपाईँहरू मैले त तपाईँलाई बोलाएँ नि, तपाईँलाई बोलाएर हुँदैन नि। तपाईँले यहाँ सुन्नु न, तपाईँले जर्नलिजम कहाँ गर्नु भएको भन्नु त? तपाईँलाई नेपालमै अब गरिबको छोराले कहाँ हो? तपाईँले जर्नलिजमै गर्नु भएको छैन। तपाईँहरूको अहिले पनि पत्रकारिता के छ भन्दाखेरि नि खोज पत्रकारिता गर्नुहोस् न। गाउँमा यो भएको छ, यसलाई यसरी जाने हो, यसलाई यसरी जाने हो कुरा भन्नु। तपाईँहरूको के छ थाहा छ? पत्रकारिता अदालतमा मुद्दा चलिरहेछ, फैसला गरिरहेछ। पहिला त्यो न्यायाधीशले के गर्ने? त्यहाँ ब्रेक लाउनुहोस्। कतिवटा ठाउँ हुन्छन्, आफ्ना सिस्टम हुन्छन्, आफ्ना कल्चर हुन्छन्। कुरो बुझ्नुभयो के? त्यसले गर्दाखेरि बिग्रेको नि तपाईँहरूको पत्रकारिताले पनि बिग्रेको छैन। नेतालाई मात्रै दोष नलगाउनुहोस् न, दोस्रो नम्बरमा तपाईँहरू पनि हो। मजा आयो। कम्युनिस्ट भनेको के हो भने 2021 सालमा झापामा मेरो हजुरबुवाले सिनेमा हल खोलेको थिए, ठुलो धान मिल खोलेको थियो। मेरा हजुरबुवा धर्मप्रसाद ढकालहरूलाई मारेर, नेपाली उद्योगीहरूलाई मारेर, मारवाडीहरूसँग पार्टनरसिप गर्ने र आफ्नो देश मारवाडीहरूलाई जिम्मा लाउनेलाई नै कम्युनिस्ट भन्दो रहेछ। आफ्नो देश जिम्मा लाउनेलाई नै काङ्ग्रेस भन्दो रहेछ। भगवान कृष्णले पनि के भनेको छ नि, अन्याय र अत्याचार गरेपछि नि भगवानले पनि त्यतिखेर धनु तरकार चलाएर चाहिँ मान्छे मारेका थिए। अपराधीहरूलाई मार्नु सिवाय केही पनि हुँदैन। त्यति मात्रै होइन, यिनीहरू मरेपछि यिनीहरूको लास पनि दाह संस्कार गर्न दिनु हुँदैन। कुनै एउटा म्युजियममा राखेर हाम्रो देश खोक्रो बनाउने, हाम्रा चेलीबेटीहरू आज विदेशमा गएर बेचिनु पर्ने, हाम्रा दाजुभाइहरू विदेशमा गएर चाहिँ झुन्डिएर मर्नुपर्ने स्थिति बनाउने यी तस्करहरू हुन् भनेर यिनीहरूको लासमा विद्यार्थीलाई लगेर पढाउनुपर्छ। हेर्नु न नेपाल कस्तो जान्छ। 55-56वटा एयरपोर्ट छ। इन्डिया त्यत्रो 27-28वटा स्टेट भयो। 1.5 अरब पपुलेसन भएको ठाउँमा जम्मा 53वटा एयरपोर्ट रहेछ। 53वटा एयरपोर्टै सुन्नुहोस् कुरो, नेपाल यत्रो 2.5-3 करोड जनसङ्ख्या भएको यत्रो चराले लुक्ने जस्तो देश छ। त्यहाँ 56वटा एयरपोर्ट रहेछ। हवाईजहाज कतिवटा भन्दाखेरि एउटा रहेछ। ताप्लेजुङमा एयरपोर्ट बनाएको रहेछ होइन। 3 महिनामा आउँछ योगेश भट्टराईलाई लिएर आउँछ यहाँ पर्यटन मन्त्रीलाई भन्थे एउटा। यो अनुहार हेर्नु त अब के लिने यीसँग के लिनु? अलिक गतिलो भए त फिल्म खेलाउँदा पनि हुन्थ्यो। ल अलिक राम्रो अनुहार थियो र अलिक उमेरका थियो भने त यिनीहरूले नेता बनाउँथे नि। नेता नि हो। ल हेर्नु हो कि ल हेर्नुहोस् त, यी बाको दाँत पनि रहन्छ। अब के लान्छ त्यो सहकारीले? लघुवित्त के लानु? अहिले के खोलेर दिनु भन्नु त?
न दाँत खोलेर दिनु न माथिको दिनु न तलको दिनु कताको दिनु देखाउनु समझ्यौ मैले भन्न खोजेको के छ नि यहाँ साथीभाइहरूले लेखे राईले मलाई किच्याएको होला नि दुर्गा प्रसाईले भनेर सुँगुर उठाउँछु भन्दाखेरि मैले त्यो किच्याएको होइन बरु तिनीहरूलाई भोट हाल्नुभन्दा सुँगुरलाई हाल्यो भनेदेखि ठिक हुन्छ हो कि होइन समझ्यौ यिनीहरू भन्दा त सुँगुर गतिलो नि खान त पाइन्छ यार मजाले पोलेर खायो भने सुँगुरको मासु कति टेस्टी छ यी कुकुरहरूलाई त खान पनि मिल्दैन यो व्यवस्था परिवर्तन गरौँ यो व्यवस्था परिवर्तन गरेर म जस्तो मान्छे ठाउँमा पुग्यो भने नि पुलिसको स्टार्टिङ तलब 1 लाख हुन्छ पैसा होगा के कुरा बुझ्नुहुन्छ तपाईँ 1 लाख हुन्छ अघि उहाँले भने जस्तो हाम्रो स्वागतजीले भने जस्तो तपाईँहरू किन आत्महत्या गर्नुहुन्छ ठगिदिनुहोस् न एउटा मुम्बई पारेर एउटालाई राम्रो लडाइ जस्तो लडाइदिनुहोस् न जे पर्छ पर्छ धर्मप्रसाद ढकाल लगायत अरू व्यक्तिहरू जसले ठुल्ठुला धान मिल खोलेर उसिना चामल बनाएर बाहिर इन्डिया पठाउँथे त्यतिखेर इन्डियामा चामल भने भोकमारी थियो इन्डियामा त्यहाँ लगेर चामल दिएर हामी निर्यात गर्थ्यौँ हामी निर्यात गर्थ्यौँ नेपाल निर्यात गर्थ्यो चिनी निर्यात गर्थ्यौँ हामी आज के गरे यिनीहरूले भन्दाखेरि त्यतिखेरका त्यस्तो उद्योगपतिहरूलाई सामन्ती भनेर काटेर कसले काटेको मेरा हजुरबुवा केपी शर्मा ओलीहरूको टिमले काटेको नेपालीहरू आज नेपालमा बस्न नसक्ने दैनिक 10,000 युवाले देश छोड्नुपर्ने रुँदै रुँदै एयरपोर्टको बाटो देश छोड्नुपर्ने र तपाईँलाई म एउटा कुरा भन्छु भुजन सर दसैँमा तपाईँको तिहारमा दसैँमा बुढाबुढीहरूले थालमा टिको लिएर जमरा लिएर फोनमा टिको फोनबाट टिको लगाएको पनि देख्नुभयो होइन तिहारमा तपाईँको भाइटिकामा बारीका पाटाभरि मखमली र सयपत्री फुल्या छन् फुल टिपेर माला लगाइदिने मान्छे पनि छैन माला उन्दिने मान्छे पनि छैन दुईटै छोरा पनि छैन छोरी पनि छैन